नमस्कार। यहाँहरूलाई मैले बर्डरको बिरुवाको बारेमा जानकारी गराएँ। अधिकांश हाम्रा किसान दाजुभाइ अथवा हाम्रो उपभोक्ताहरूले बर्डरको बिउ खोज्नुहुन्छ। बर्डरको बिउ सितिमिति पाइँदैन, यानि कि बर्डरको बिउ चाहिँ एक हप्ताभन्दा हामीले स्टोर गर्न नसकिने भएको हुनाले सबै दाजुभाइ दिदीबहिनीहरूलाई हामी बर्डरको बिरुवा लगाउन चाहिँ हामी यहाँहरूलाई सुझाव दिन्छौँ। र यो बर्डरको बिरुवा बर्डर भनेको घाँसको राजा हो। त्यसको फल खान पनि मिल्छ र हाँगा पातहरू चाहिँ घाँसको लागि प्रयोग गर्न पाइन्छ। तपाईले यो साइजको बिरुवा लगाउनु भयो भने अर्को वर्ष त पक्कै पनि तपाईको चाहिँ बर्डरको घाँस लिन पाउनुहुन्छ। थोरै दिने राम्रोसँग मिलाएर काट्नु भयो भने वर्षमा 2 चोटि 3 चोटिसम्म पनि तपाईले बर्डरको घाँस यहाँले उत्पादन लिन सक्नुहुन्छ। र आफूलाई आवश्यक पर्ने गरी लगाउन सकियो। यसलाई चाहिँ दिलमा कान्लामा तपाईको जग्गाको उपलब्ध भएअनुसार भएसम्मको चाहिँ यहाँले लगाउन सक्नुहुन्छ। 15 फिट अथवा 5 मिटरको दूरीमा चाहिँ यहाँले आफ्नो बारी खेतको कान्लामा खरपाखाहरूमा पाखा पखेरामा खेर जाने ठाउँमा चाहिँ यहाँले सबैतिर यो बर्डरको बिरुवा लगाएर पर्याप्त मात्रामा आफूलाई आवश्यक पर्ने घाँस यहाँले उपलब्ध गराउन सक्नुहुन्छ। अब बर्डरको बारेमा त्यति धेरै जानकारी गर्नुपर्छ जस्तो मलाई लाग्दैन। धेरै मान्छेहरूलाई बर्डरको बारेमा थाहा छ। त्यसो भएको हुनाले मैले घाँसको लागि मात्रै यहाँहरूलाई अनुरोध गरी मात्रै बिउ यसको सधैँभरि उपलब्धता नहुने भएको हुनाले बिरुवा लगाउनु होला भनेर भने। हस्, मैले आज यति नै कुरा जानकारी गराएँ। बर्डरको बिउको लागि कहाँ सम्पर्क गर्ने, बिरुवाको लागि कहाँ सम्पर्क गर्ने भन्ने यहाँलाई जिज्ञासा लाग्न सक्छ। नेपाल कृषि वन बिउ बिजन केन्द्र काठमाडौँ कोटेश्वर बालकुमारीको पुलसँगै रहेको संस्था अथवा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर 5 सूर्यकोटमा यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गर्दा 98 511 59 630 मा वा 98 0 123 7731 मा पनि यहाँले सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने बर्डरको बिरुवा बुकिङ गर्न सक्नुहुनेछ। हस्त, नमस्कार।